अनि त्यो पुतीबाट कतिको पानी आउँछ आजभोलि कतिको पानी आउँछ एकदम एक बोतल आउँछ त्यो म दुर्बिन लाउँछ है दुर्बिन लाउँछ पक्र पाउनु अबे पुती त कालो नकालो पुती अनि त्यो टिसी के भएर कालो भएको टिसी ए कान्छी कहाँबाट देख्यो पुती त कालो छ टिसी त कालो छ टिसी त कालो छ ए भुत्ला पुन्न छ भुत्ला तर होइन होइन यतिका ज्यानलाई सोफामा घोप्रेर पछाडिबाट चिक्दा राम्रो हुन्छ हौ पुतीमा राम्रै छिर्छ हौ राम्रो छ पुती कालो छ पुती तर राम्रो छ तर पानी आउँछ है ल्याप्ले पानी आउँछ होइन तपाईँले काँधे मनपर्छ काँधे खुट्टा काँध हालेर चिकेको मनपर्छ पर्छ सोल्टिने हौ 69 भन्नाले त्यो पुती चाटेको लाडो चुसेको ओहो सोल्टिना अहिले पर जाऊ कान्छी पर जाऊ यतिको पुती जोड्नुपर्छ सोल्टिना पर जाऊ त बाबा पर जाऊ त कान्छो कालु पर जाऊ खोइ खै तँ माथि सुर्काऊ पुती अहिले पुती देखेन कान्छी सुर्काऊ लु कान्छी झार्नु मलाई झार्न मन लाग्यो लु कान्छी पर जाऊ लु कान्छी यता अलि यता आऊ न कान्छी बस कान्छी आ गर त कान्छी आ गर बस नचली बस आ गर त कान्छी हेर त कान्छी आमै हेर त जरो अब नगरेको कति भएको थियो बल्ल चित्त बुझ्यो हेर त मजा भयो कस्तो भयो लु हेर त कस्तो साँच्चैको झारेको हाम्रो चाहिँ लाडो होइन हाम्रो चाहिँ माला आउँदैन हाम्रो चाहिँ फुसी झर्दैन साँच्चै झारेको चिक्न मन लाग्यो त झारेको हेर त कस्तो मजा पनि सानो पुतीमा हालेर दुध छामे जस्तो भयो सोनाम तिम्रो पुतीमा पानी आयो पुतीमा पानी आयो गर्न मन लाग्यो म झुट बोल्दैन यहाँ हेर म झुट बोल्दिनँ के यी छोरा मान्छेको यस्तो हुन्छ यी हेर त यी अझै चाहिँ है सोनाम है हेर त हेर त यस्तो हुन्छ देख्यौ नि कस्तो भयो कान्छी कस्तो भयो चिका जस्तो भयो पुतीमा पानी आयो हेर त पानी आयो हेर त म नि भित्र कति चिक्न मन लाग्यो नि हेर त चिक्न मन लाग्यो गर्न मन लाग्यो यस्तो पुती चिक्न दिने मलाई त पहिला मैले त पुती चाटेको मनपर्छ लाडो चुसेर पुती चाट्न दिन्छौ साथीजना आँट्यो क्या त्यही भएर सिधा बस के हो त्यो घिन्न नबसौँ न तपाईँ हट्नु नि त्यहाँबाट पूर्णिमा लु म त गएको कस्तो झर्छ भाइ पुग्यो पुतीमा पानी आयो पानी झार्यो